हेलो हाई गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी मर्निङ पाखा चाहिँ ओरेन्ज गार्डनमा छौँ। सुन्तला डिभाइन थियो र टिपेर चाहिँ हामी दुईजना बसेको सृजनाले चाहिँ यसरी बोकिरहेछ। एकदम ठुल्ठुलो सुन्तला छ हो। म चाहिँ भारी बोक्नु भनेपछि चाहिँ अलिकति बोक्नु पनि एकदम यताबाटै जाउँ न। अलिकति बोक्नु पनि सक्दिनँ हो। उसले चाहिँ टिप्नु सक्दैन, बोक्नु चाहिँ हो। सोलखम्बुबाट आएको नि। सोलखम्बुबाट? अन्त के लिएर आउनु भएको सोलखम्बुबाट? हाम्रो सोलखम्बुको हाम्रो किपट चाहिँ सोलखम्बुबाट आउँदैछु, हिमाल चढेर आएको। ए हो र, लु जाँदै गर्नुहोस् सोलखम्बुपट्टि। तर सुन्तला चाहिँ चेप्टाउनु भएन, एकदमै होसियारीपूर्वक लानु पर्यो है ल। अनि म चाहिँ अहिले यहाँ सुन्तला जस्ट टिपेर यो झोलामा टिप्दै डोकोमा हाल्दै गरेर झरेर अहिले म चाहिँ यहाँनिर टिपिसकेर चाहिँ हात हेर्नुहोस् न। एउटा चाहिँ मैले हातमा बोकिरहेछु, हात चाहिँ यति साह्रो रड्डी हुन्छ खत्तम। एकदमै हात चाहिँ घिनलाग्दो हुन्छ सुन्तला टिप्नु चाहिँ। सुन्तला टिप्नु चाहिँ कसैले पनि मान्दैन भाइहरू, भाइ बहिनीहरू चाहिँ। के गर्नु, म अब टिप्नै पर्यो, मागेकोतिर है दिनु नै पर्यो। सिजनको फल बाँडीचुँडी पनि खानु पर्यो, अनि किन्नु माग्नेहरूलाई पनि दिनै पर्यो। त्यसरी नै सुन्तला टिपिसकेर म चाहिँ घर लाग्दैछु। म चाहिँ यताबाट बाटो पनि त्यस्तै छ, चिप्लो बाटो, चिसेनी जग्गा। बाटो चाहिँ एकदम ओह्रालो झर्ने चिसो, सर्टकट चिप्लो बाटो, यस्तो बाटो हो। एउटा मात्रै खुट्टा अल्झिने बाटोबाट चाहिँ म सर्टकट यहाँबाट उकालो घरतिर चाहिँ म जाँदैछु। हाम्रो चाहिँ योपालि सुन्तला बेचेको सुन्तला एकदमै ढिलो टिपिदियो, बोट पनि बिग्रिन्छ होला भन्ने टेन्सन पनि भइरहेको छ। यस्तो बाटो छ चिप्लो, होसियारीपूर्वक चढ्नु पर्ने हुन्छ। हाम्रो होमस्टे चाहिँ यहाँ माथि हो, अनि यहाँ पनि छ ओरेन्ज चाहिँ। तर यो चाहिँ यहाँ माथिको चाहिँ यस्तो ठुल्ठुलो चाहिँ छैन साइज, अलिकति मसिनो मसिनै छ हौ। यस्तो खालको छ हेर्नुहोस्। यो चाहिँ एकदमै गुलियो चाहिँ गुलियो छ, तर मसिनो छ, सानो। ऊ सुन्तला बोकेर चाहिँ यहाँ आइपुगेछ। छिटो हिँड्छ भारी बोकेर। म चाहिँ सबभन्दा नसक्ने काम चाहिँ मेरो भारी बोक्नु हो। एकदमै सक्दिनँ, अलिकति पनि सक्दिनँ। यहाँबाट अगाडि देख्छ कञ्चनजङ्घा। हुन्छ, हवस् त, धन्यवाद।